साथी के छ हाल खबर यार? मलाई 50,000 रुपियाँ देऊ न यार 2 हप्ताको लागि। मलाई एकदमै जरुरत भयो यार। मेरो अझै तलब आउनु मलाई अझै 2 महिना छ। म तिमीलाई जसरी पनि 2 हप्तापछि जसरी पनि तलब दिन्छु यार, प्रमिस। यार साथी यार म दिनु दिन्थे यार। तिमीलाई थाहै छ मेरो पनि अहिले बिजनेस यतै चलिरहेको छ। खासै प्रफिट छैन हैन। यो मान्छे माग्न त माग्न आइरहेछ तर मलाई थाहा छ यो मान्छे पैसा दिने हैन। मेरो पैसा यो खान खोजिरहेछ। दिँदैन 100% थाहा छ साथी हो। खाली 50,000 को लागि किन यसलाई पनि गुमाउनु, साथी पनि गुमाउनु, किन मेरो 50,000 नि गुमाउनु हैन। मान्छे राम्रो यो इमानदार मान्छे हो यो हैन। यसलाई चाहिँ म बैंकको क्रेडिट कार्डको बारेमा बताइदिन्छु। त्यो चाहिँ राम्रो हुन्छ सक्छ। तिर्छ यसले क्रेडिट कार्ड चाहिँ राम्रो तिर्छ। साथी सुन न। यार तिमी क्रेडिट कार्ड लगा यार बैंकमा तिमीलाई क्रेडिट कार्डको बारेमा बताइदिन्छु। तिम्रो स्यालेरी छँदैछ, तिम्रो हैन सबै इन्कम सोर्स छँदैछ। हेलो एभ्रीवन। आज हामी कुरा गरौँ साथी, सापटी र क्रेडिट कार्ड। मैले यसमा किन साथी सापटी मिसाउन चाहे भनेपछि हामी साथीभाइसँग सापटी माग्छौँ, मागिरहेका हुन्छन् तर धेरै गुनासो छ साथीहरूले टाइममा पेमेन्ट गर्दैनन्, उधारो फिर्ता गर्दैनन्। अब उनीसँग पैसा नगएर हुन सक्छ हैन। तर के हुन्छ कि दिने मान्छेले पनि समस्या परेको साथीलाई दिइरहेको हुन्छ तर भोलिपल्ट दिने मान्छेले समस्या परेको बेला माग्ने बेला साथीहरूले चाहिँ एक्सक्युज गरेर दिँदैनन्, टाइममा दिँदैनन्, दिँदैनन् हैन। त्यही भएर यो समाधानको लागि म तपाईले चाहिँ क्रेडिट कार्डको बारेमा जानकारी दिन चाहन्छु हैन। क्रेडिट कार्ड सुविधा चाहिँ सबै बैंकले दिइरहेको हुन्छ। यो भनेको तपाईको सर्ट टर्म नीड पूरा गर्नलाई चाहिँ एकदमै युज हुन सक्छ। जस्तै तपाईले कुनै ग्याजेटहरु किन्नु पर्यो हैन, जस्तै मोबाइल, ल्यापटप, आइफोन, कम्प्युटर हैन, क्यामेरा जे पनि किन्नलाई चाहिँ तपाईलाई बैंकले चाहिँ ईएमआई बेसिसमा दिइरहेको हुन्छ। क्रेडिट कार्डमा के हुन्छ भनेपछि तपाईले म्याक्सिमम 45 डेज र मिनिमम 15 दिन तपाईले बिना ब्याज चलाउन सक्नुहुन्छ। अब क्रेडिट कार्ड लिने बेला बैंकको सर्टेन चार्ज लिन्छ हैन, रिन्युअल चार्ज हुन्छ, सब्स्क्रिप्सन चार्ज हुन्छ। तर तपाईले निर्धारित समयसम्ममा तपाईले क्रेडिट कार्डको पेमेन्ट गरिदिनु भने तपाईलाई बैंकले 0% इन्ट्रेस्ट हो। तपाईले टाइममा तिर्नु भयो भनेपछि मात्रै है। तर टाइममा तिर्नु भएन, तपाईले ढिला गर्नुभयो भने चाहिँ यसको क्रेडिट कार्ड इन्ट्रेस्ट चाहिँ धेरै हाई नै हुन्छ। म्याक्सिमम 45 डेज भन्दा जस्तै म्याक्सिमम बैंकहरुको बिलिङ जहिले पनि 25 इंग्लिश डेटमा हुन्छ हैन। तपाईले मानौ 26 इंग्लिश डेटमा चाहिँ तपाईले कार्ड युज गर्नुभयो भने चाहिँ तपाईको बिलिङ चाहिँ नेक्स्ट मन्थको 25 मा आउँछ। 1 महिना त्यहाँ तपाईले पाउनुभयो प्लस बिलिङ भएको 15 दिनपछि तपाईको ड्यू डेट आउँछ। आज बिलिङ आयो तपाईलाई 15 दिनको टाइम दिन्छ बैंकले चाहिँ ल यति भित्र पेमेन्ट गर भनेर। भनेपछि तपाईले म्याक्सिमम 30 प्लस 15 डेज भनेपछि 45 डेज तपाईले चाहिँ क्रेडिट कार्डको पेमेन्ट गर्ने टाइम पाउनुभयो। अब त्यो बीचमा तपाईले तिर्नु भयो भनेपछि तपाईलाई 0% भयो। अब हामीले क्रेडिट कार्डको फाइदा हेरौँ। अब यसमा एकदमै जान्नु जरुरी कुरा के छ भनेपछि यदि तपाईले क्रेडिट कार्ड टाइममा पेमेन्ट गर्नु भएन भनेपछि तपाईको 90 दिन पछि तपाईको सिधै क्रेडिट कार्ड चाहिँ लस क्याटेगोरीमा क्याटेगोराइज हुन्छ र त्यसपछि बैंकले नियमअनुसार प्रक्रिया पुगाएर पत्रिकामा सूचना निकालेर चाहिँ तपाईलाई सिधै कालो सूचीमा राख्न सक्छ। जति यो क्रेडिट कार्ड सजिलो छ त्यति हामीले यसलाई युज गर्न ध्यान चाहिँ दिनुपर्ने हुन्छ है। थ्यांक यू।